यो चाहिँ चस्मा भयो। यसमा चाहिँ मेनुहरू हुन्छ, कलर पढ्ने ग्लास। यसमा चाहिँ एक्स्ट्रा ग्लासहरू पनि हुन्छ, एउटा ब्ल्याकमा एउटा ब्राउनमा। अनि यो अब ग्लासहरू पुस्नलाई यो चार्जर। अब यसलाई चाहिँ कनेक्ट कसरी गर्ने भनेपछि प्रेस गरेर राख्ने, यसरी खोल्छ। अनि यो म्यानुअलमा चाहिँ यो क्युआर हुन्छ, यसलाई चाहिँ डाउनलोड गर्नुपर्छ यसरी होइन। यसरी डाउनलोड गर्ने, गुगल पेबाट डाउनलोड गर्ने, यसरी ओपन गर्ने। यसलाई ओपन भइसकेपछि कनेक्ट गर्ने। अब ब्लुटुथदेखि कनेक्ट हुन्छ, यस्तै देखाउँछ। अनि कनेक्ट भयो। अब कनेक्ट भइसकेपछि फोटोहरू यताउति खिचेकोहरू चाहिँ यताबाट देखाउने, यता यहाँ हुन्छ, यहाँ हुन्छ, सबै फङ्सनहरू यता हुन्छ। यसमा यो रातो बटनमा चाहिँ डबल क्लिक गऱ्यो भने चाहिँ भिडियो हुन्छ होइन। अनि एकचोटि क्लिक गऱ्यो भने भिडियो इन भयो। एकचोटि मात्र क्लिक गऱ्यो भने चाहिँ फोटो क्लिक हुन्छ। अनि यसमा चाहिँ डबल यसमा क्लिक गऱ्यो भने चाहिँ भोइस रेकर्ड हुन्छ। अनि भिडियो चाहिँ यता इम्पोर्ट यता बस्यो भने चाहिँ यहाँबाट चाहिँ इम्पोर्ट गर्नुपर्छ बल्ल। अनि यसमा देखाउँछ, एल्बमहरूमा चाहिँ देखाउँछ। अनि इम्पोर्ट हुँदैछ बल्ल भिडियो चाहिँ यहाँ देखाउँछ यसरी।